पनि के हुन्छ लाने पत्ता छैन घरमा कसै मान्छे दुनियाँले भनिरहेको छ हुन्छ पनि भनिरहेको छ किन भनिरहेको छ अनि को फसेको छ खसेको त छ त खसेको त हो हुन्छ हौ हजुर एउटै घरमा थियो सबैजना परिवार एउटै घरमा थियो भने हुँदैन थियो एउटै खाना होइन चाहने बडा बाउको छोरी जस्तो तपाईँ र मम्मीको मोबाइल ह्याङ भयो अपने आप बोलिरहा अपने आप नि चलिरहा जस्तो तपाईँ अनि यसलाई भाइ जस्तै बन्द गरिदिँदा सुन्नुभयो भाइ र तपाईँ जस्तै आफ्नै एउटा दाजुभाइ हुन्छ कहाँ आउँछ त पिस छोडा न हौ प्राची यो पनि राखिदिनु दिदीलाई त जति कसलाई दिदी त्यो फेरि हाँ सर खाँदैन न कुखुरा जस्तो हाँ अब खाँदैन त्यसो पुरा पर्सन बस्नु दिदीलाई नानीले काम गर्छ पकाउँछ नि खाएर तपाईँ केलाएर प्याजहरू अब फेरि केलाउँछु भन्दैछ यो खान्छ खान्छु त पकाइदिनु त मिठो लाग्छ त तपाईँ जाँगर त छैन त्यो हमें 5 किलो जति आँकड़ा ल्याइदिएको थिएँ हो कुखुराको आँकड़ा 5 किलो जति ल्याइदिएको थिएँ रातभरि लगाएर केला पियो भुटेर खा जाँगर त बहुत लाग्छ नि यसलाई स्पेसली मासु भन्यो भने त डेन्जर जाँगर लाग्छ के भन्छन् नि बुढाबुढी मान्छेले भन्छन् पनि माया पनि गर्छन् त्यस्तै बुढाबुढी भएपछि मलाई किन आमाले भनिदिनु नि हामीलाई कसैलाई खानु भन्यो भने कपडा मजाले लगाऊ त बोल्नु भनेको सक्नु छैन नबोल्नु बस त भात खुट्टा चल्छ गरौँ खायो नचलेको दिन देख्दै जायो कसैलाई भनेको राम्रो लाग्दैन करुवा लाग्छ तितो लाग्छ त किन भन्नु भन्दिनँ कस्तो भात खुट्टा चल्छ घिस्रिँदै गर्छु